पहिले आजको काठमाडौँ उपत्यका एउटा विशाल ताल थियो। त्यो ताल वरिपरि हरिया डाँडाहरूले घेरिएको थियो अनि पानी एकदमै शान्त थियो। त्यहाँ न मानिस थिए न घरहरू, केवल शान्त प्रकृति मात्र थियो। एक दिन तालको बीचमा पानीमुनि हल्का सुनौलो उज्यालो देखिन थाल्यो। उज्यालो बिस्तारै बढ्दै गयो अनि पानीमा साना तरङ्गहरू फैलिन थाले। त्यो दृश्य हेर्दा कुनै जादुमय कुरा हुँदैछ जस्तो लाग्थ्यो। अनि तालको बीचबाट एउटा ठूलो सुनौलो कमल बिस्तारै माथि उठ्यो। त्यो कमल एकदमै सुन्दर थियो र त्यसको प्रकाश चारैतिर फैलियो। कमलका पातहरू सुन जस्तै चम्किरहेका थिए। वरिपरि झिल्काहरू नाचिरहेका थिए। पुरै ताल अब पवित्र र उज्यालो देखिन थाल्यो। कमलको उज्यालो तालको पानीमा टल्कदै निकै मनमोहक देखिन्थ्यो। चारैतिर शान्ति, सौन्दर्य र जादु भरिएको थियो। त्यही समय बुद्धिमान मञ्जुश्री त्यहाँ आइपुग्नुभयो। उहाँ डाँडामाथि उभिएर चम्किरहेको कमललाई हेरिरहनुभयो। उहाँको मनमा त्यो दृश्यले गहिरो छाप छोड्यो। कमलको सुनौलो प्रकाश उहाँका आँखामा चम्किरहेको थियो। उहाँले सोच्नुभयो, यो पवित्र स्थान सबैले भेट्न सक्नुपर्छ। त्यसपछि उहाँले उपत्यकालाई नयाँ रूप दिने निर्णय गर्नुभयो। उहाँले आफ्नो दिव्य तरबार समात्नुभयो। शान्त तर दृढ पाइला चाल्दै उहाँ डाँडाको किनारमा पुग्नुभयो। उहाँ अघि बढ्दा पछाडि ताल र कमल अझै झन सुन्दर देखिन्थे। डाँडाको किनारमा पुगेर उहाँले तरबार आकाशतिर उठाउनुभयो अनि एक पवित्र प्रहारले उहाँले जमिन चिर्नुभयो। त्यसपछि चोभरतिर डाँडो फुट्यो र तालको पानी बाहिर बग्न थाल्यो। पानी बग्दै जाँदा त्यो खोला बन्दै गयो अनि ताल बिस्तारै खाली हुन थाल्यो। पानी घटेपछि नयाँ नदीको बाटो र भिजेको जमिन देखिन थाल्यो। बिस्तारै हरियो भूभाग खुल्दै गयो र उपत्यका आकार लिन थाल्यो। विशाल तालको ठाउँमा अब हरियाली र बगिरहेको नदी देखिन्थ्यो। त्यसै बेला सुनौलो कमल बिस्तारै ओर्लेर एउटा डाँडामाथि बस्यो। त्यो कमल शान्त रूपमा परिवर्तन हुँदै सुन्दर स्तूपामा बदलियो। स्तूपा तयार भएपछि त्यसले उपत्यकामा शान्त र पवित्र उज्यालो फैलायो। पछि मानिसहरू उपत्यकामा आएर नदी किनारमा बसोबास गर्न थाले। उनीहरूले साना घरहरू बनाए, जमिन जोते र नयाँ जीवन सुरु गरे। यसरी मञ्जुश्रीको बुद्धि र करुणाले सुन्दर काठमाडौँ उपत्यकाको जन्म भयो।